नमस्कार। सदाको जस्तै आज हजुरमाझ फेरि नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। क्यामेराम्यान हुन्छ हाम्रो पवन शर्मा, जहाँ घर रुकुम, मेरो घर चाहिँ प्युठान छौँ। हामी चाहिँ यो भुजुङ लमजुङको 7.5 मेगावाटको हाइट पावर स्थित रहेर हामी चाहिँ भुजुङको गुरुङ गाउँमा देखाउन गइरहेको छौँ। यसमा ब्याकग्राउन्ड हेर्ने भने हाम्रो यो भुजुङ 7.5 मेगावाटको हाइट पावर यही हो। तल्लो हाम्रो हाइट पावर छ नि, माथिल्लो हाम्रो क्याम्प रहेको छ। साथै अब हामी यहाँबाट हाम्रो भुजुङको यो गाउँको एरिया तथा यहाँको के अरे परिस्थिति के कस्तो छ भन्दै हामी त्यहाँको सबसँग बुझ्दै यहाँको गभर्मेन्ट के छ सब बुझ्दै हामी अगाडि बढिरहेको छौँ। साथै यहाँको आज अलि धेरै गर्मी रहेको छ। यहाँ त यो गर्मी चाहिँ यो राख्ने भने अन्डा पाक्ने स्थिति अवस्था छ यहाँनिर चाहिँ। तिनीहरूले चाहिँ भिडियोहरू कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै कमेन्ट प्रतिक्रिया दिनु होला। मेरो च्यानलमा नयाँ हुन्छ नि सब्सक्राइब गरिदिनु होला, ताकि हजुरले सब्सक्राइब लाइक गरिदिनु भयो भने अर्को नयाँ भिडियो ल्याउन सक्छु होला। मैले हजुरको माया चाहिँ सपोर्ट चाहिँ मलाई पाइरहँ। त्यति बाँकी भिडियोहरू आउँदै राख्छ, हेर्दै राखौँला। यस्तो भुजुङको पनि अरू धेरै ब्याकग्राउन्डको यहाँको भुजुङको परिस्थिति के कस्तो छ त्यसको पनि हालिरहेको छु मैले। साथै यो हाइड्रो पावरमा यो कसरी हाइड्रो पावर बनेको छ त, हामीले घरमा बिजुली त बालेको छौँ, तर कसरी यो उत्पादन भएको छ, कसरी लाइन आएको छ, अनि यहाँको मेसिनहरू के छ भने सबै यहाँको ब्याकग्राउन्ड सब राखेको छु। त्यो पनि भिडियो हेर्नु होला। साथै यहाँको भुजुङको माहौल कस्तो छ, भुजुङमा के रहेको छ, को बस्तीहरू कति छन्, यहाँको हाम्रो मेन भाइरल भएको चाहिँ हाम्रो घले गाउँ छ। घले गाउँमा के कस्तो छ, भुजुङमा के कस्तो छ, अनि भुजुङमा कतिवटा घर छन् र के भइरहेको छ आजभोलि यो भुजुङ एरियातिर। मान्छेहरू यहाँ धेरै दुःखहरू गरिरहेको छन्, के भयो सबै डिटेलमा मैले हजुरको भिडियो राखिसकेको छु। त्यहाँ युट्युबमा गएर पनि हेर्न सक्नुहुन्छ। घले गाउँमा पनि उत्तिकै भाइरल हो। हाम्रो हेर्ने भने पढाइतिर हेर्ने भने हाम्रो यो उसको घले गाउँको चाहिँ यसको पढ्नुपर्छ हामीलाई होइन, त्यसको बारेमा पनि राखेको छु। त्यो पनि हेर्न नभुल्नु होला। साथै बाँकी त यही हो, मैले हालिरहेको छु भिडियो। यो एकदम ब्याकग्राउन्ड हेर्ने यो चाहिँ पारीको त्यो फाँट छ। यो फाँट चाहिँ सबै यो गुरुङहरूले यो खेती किसानी गर्ने जमिन हो। गाउँ यहाँ माथि छ भने यो हाम्रो खेती किसानी गर्ने यहाँ उता डाँडामा छ। यिनीहरू धेरै दुःखहरू गर्छन्। अनि यिनीहरूको के हुन्छ भने अर्को चाहिँ हाम्रो यो फाँटहरूमा चाहिँ ठुल्ठुलो जङ्गल ठाउँमा यिनीहरू चाहिँ घर बनाएर बस्छन्। यो किन बस्छन् भनेपछि यिनीहरू चाहिँ यो गाउँमा चाहिँ राख्दैन। गाउँ एकदम सफा सुन्दर राख्न खोज्छन् क्या यो गाउँको मान्छेले। त्यो फोहोरहरू त्यहाँ गनाउने अरू सुँगुरहरू पालिने गर्दाखेरि के हुन्छ, हाम्रो त्यो वातावरण चाहिँ त्यो फोहोर हुन्छ। त्यस कारणले त्यो घाँस पनि हुँदैन होइन गाउँतिर। पुरै के अरे घर मात्रै छ क्या, त्यहाँ जङ्गलसँग केही छैन, घर मात्रै छ। त्यस कारणले गर्दाखेरि यिनीहरूले चाहिँ छुट्टै एउटा सानो एउटा झुप्रो बनाएर र टिनको झुप्रो बनाएर अनि यिनीहरूले गाउँमा यो एउटा सानो त्यहाँ बस्छन्, मान्छे बुढाबुढी त्यहाँ बस्छन्। अनि गोरु फेरि यस्तै छोडिदिन्छन् क्या। अनि तिनी कोही पनि जाँदैन। बाघ भालु खासै लाग्दैन। कतिपय ठाउँमा त लाग्छ होला, तर धेरै ठाउँमा बाघ भालु लाग्दैन र यिनीहरूले यत्तिकै छोडिदिन्छन्। अनि हाम्रो पारिदिएको चाहिँ यो कैयौँ झरना भन्छ। यो चाहिँ भुजुङमा देखिने कैयौँ झरना। भिडियो पनि हेर्नु होला, सर्च गरेर हेर्नु होला। त्यहाँ कैयौँ झरना एकदम भाइरल भएको छ। साथै अरू चाहिँ यही हो, यहाँको ब्याकग्राउन्ड यही हो। यस्तो घाम लागिरहेको छ। अनि यहाँ आउनु होला। यहाँ आउनुभयो भने तपाईँले के रहस्य देख्न सक्नुहुन्छ भने यो मान्छे कसरी बसोबास, खेती कसरी गइरहेको छ यहाँको मान्छेहरूले, अनि यहाँको उत्पादन कसरी कहाँ भइरहेको छ भनेको सब देख्छन्। यहाँको परे जस्तो अझ मेन खेती चाहिँ हाम्रो छुर्पी बनाउँछ है। यहाँ चाहिँ छुर्पी बनाएर र यो छुर्पी अन्त चाहिँ बेच्ने गर्दछन्। यहाँ चाहिँ दुध चाहिँ खासै त्यहीमै चाहिँ युज गर्छन्। यहाँ दुधहरू भैँसी अनि यो गोरु अनि यो गाईहरू पाल्छन् यिनीहरू धेरै जस्तो। अनि भेडाहरू बाख्राहरू कतिपय ठाउँमा छ, नत्र त्यो प्रायः जस्तो भेडाहरू नै छ। त्यस कारणले गर्दाखेरि यिनीहरूले चाहिँ दुधबाट बन्ने परिकारहरू सबै बनाएर र अन्त्यतिर बेच्ने गर्दछन् यहाँको मान्छेहरूले। अरू त यही हो। बाँकी भिडियोहरू हेर्नुला। हाइड्रो पावर पनि मैले हाइड्रो पावरको विषयमा पनि बनाएको छु, त्यो पनि हेरेर नभुल्नु होला। ल बाँकी हेर्दै गरौँ ल। यो भिडियो कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै लाइक कमेन्ट प्रतिक्रिया दिनु होला। मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने पहिलो कुरा सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला गाइज। मेन कुरो सब्सक्राइब गर्न नभुल्नु होला। साथै यो मेरो भिडियो भ्लगहरू आइरहन्छ, मैले भ्लगहरू राखिरहेको हुन्छु। भ्लगमा कस्तो टाइपको बनाउँदा ठिक होला, कहाँनिर बनाउँदा ठिक होला, यसको सबै यो कमेन्ट हजुरको लागि कमेन्ट छुट्याएको छ। कमेन्टमा गएर कमेन्ट गर्न नभुल्नु होला, ताकि हजुरको मायाले गर्दाखेरि अर्को नयाँ भिडियोहरू ल्याउन सक्छु होला भन्दै आजको भिडियोहरू यहीँबाट स्टार्ट हुँदैछ।
हाम्रो यहाँनिर चाहिँ यो काठको पुल छ। यो चाहिँ काठको पुल हो। यो चाहिँ हाम्रो छुट्टै पुल छ। हाम्रो यहाँको ब्याकग्राउन्ड म देखाउन गइरहेको छु। हाम्रो खोला चाहिँ यता छ। हाम्रो एउटा खोला यता छ हैन। सो यहाँनिर घना ठुलो छ कि यहाँ ठाउँभित्र हो देख्न सक्नुहुन्छ जहाँ मैले मोबाइलको पनि रिक्स राखेर हजुरलाई भिडियो देखाइरहेको छु। म यतातिर छु होइन, साथी यतातिर हुनुहुन्छ। यहाँ काठको पुल बनाइएको बाटो चाहिँ यही हो है दर्शकहरू। यो बाटो चाहिँ यही हो। कस्तो लाग्छ जस्तो लाग्छ त्यसै लाइक कमेन्ट प्रतिक्रिया दिनु होला है। यो भुजुङको गाउँको चाहिँ बाटो चाहिँ यस्तो अप्ठ्यारो छ कि हाम्रो यहाँको बस्तीहरू चाहिँ यस्तो अप्ठ्यारो छ कि यहाँहरूले जङ्गलमा बसोबास गर्दै आउनुभएको छ यहाँ चाहिँ होइन। हाम्रो यो चाहिँ माइक्रो हाइड्रो जहाँ यो हाइड्रो त्यो माइक्रो हाइड्रो चाहिँ 500 किलोवाटको हाइड्रो पावर हो। त्यतिर हाम्रो माइक्रो हाइड्रो छ। यहाँनिर यहाँबाट जाने चाहिँ माथि भुजुङ एरिया हो। त्यो चाहिँ भुजुङको एरिया हो। हामी यहाँ जाँदैछौँ। यो सालकै पुल हो। यो सालकै पुल हो। यो पहिले यो पहिले 28 सालमा फल्लेलाई यो सालको काट दिएर थाल्यो। यति माथिसम्म खोल्नु आयो। यस्तो माथि र यहाँ दुईजना मान्छे गयो नि त्यो बस्तीमा रातिमा घाटोमा आएर खोलेर लगेको दुईजना मान्छे पनि बगाइदियो। अनि यहाँ कोही रुखहरू केही काटेर आर्ग्यो होला कि माथि परेको रातिमा ल त्यता फेरि खसेर गयो। अनि यहाँ पहिला एकचोटि ऊ पनि निर्णय भएको थियो नि यो के भन्छ पिटी सुब्बाले यहाँको बाटो लिने प्रोसेस पनि थियो नि पहिला है। आजभोलिको हो गर त्यसले भुजुङमा के भुजुङमा गर्न गरे नि अहिले त पिटी सुब्बाले पनि पिटी सुब्बाले गरेको यो बाटो राम्रो। पिटी सुब्बा पनि राम्रो मान्छे थियो हुनुहुन्थ्यो। अब चुनावले गर्दाखेरि अब हारिहाल्नु भयो होइन। काम हरायो अब। पहिला यहाँ गाडी आउँथ्यो होला नि है पहिला। यहाँबाट पोकी पुल हाल्ने कुरा थियो। यहाँदेखि त्यहाँ जोड्ने गर्नु त गरेको थियो। सही हो सही हो। हस् त यति जानकारी दिनुभयो हजुरलाई। जानकारी लागि धेरै धन्यवाद। दर्शक बाजेको कुरा चाहिँ हामी सुनिहाल्यौँ। अब चाहिँ यहाँबाट चाहिँ अब माथि जानु लाग्यो हाम्रो यो के भन्छ भने भुजुङ एरिया चाहिँ जहाँ माइक्रो हाइड्रो र हामीले घट्ट र पानीलेबाट चल्ने घट्टै देखाइदिउँ। माइक्रो हाइड्रो पनि देखाइदिउँ। उपारी छ। अब हाम्रो यो सिडी छ। सिडीबाट लगभग हाम्रो यहाँबाट सिडीबाट अब हिँडेको मान्छेले त छिटै पुगौँला। तर हामी चाहिँ नहिँडेको मान्छे हुनाले चाहिँ ढिलो चाँडो हुनसक्छ। लाग्छ होला 1-2 घन्टामा पुगिन्छ होला। भुजुङको एरिया देखाइदिने छु। भिडियो लास्टसम्म हेर्नु होला। पुरा एकदम सफा यहाँको झार भने कतै देख्नु लाइक लास्टै मेहनत गर्ने क्लिन छ एकदम। सुभाष के अरे माथि चढेर हामी भुजुङ एरिया अब बढी सिडी छ। यस्तो घाउ छ कि किलोमिटरमा बढी सिडी चढेर जानुपर्ने। गाउँका सबैजना यो भुजुङ एरियामा ल्याएर त्यो भुजुङ एरियामा चाहिँ लगभग हाम्रो 700-800 गुरुङहरू घर छ भने 9 नम्बरमा चाहिँ छुट्टै घर छ। त्यहाँ गुरुङ एरिया छुट्टै र हाम्रो यो यताको अर्को दुईवटा गाउँ अलग अलग छ जहाँ उनीहरू बस्छ कि त्यो एरियामा चाहिँ गुरुङहरू मात्रै बसोबास गर्ने
छ यो भुजुङमा। तर यो मेरो विचारमा यो सुनाहरूलाई अनि गुरुङहरू छुट्याएर राखेको छ। तर कारण यो बुझिराख्ने किन तिनीहरू छुट्टा छन् यो विषयमा मैले केही बुझेको छैन। गाउँबाट कसैबाट के सूचना प्राप्त भएछ भने हजुरमा भन्नुहोला। भिडियो कस्तो लाग्छ त्यस्तै त्यस्तै हेरेर साथ दिनु होला है त। अब गयो बेटा तु। टन्टलापुर घामसँगै गर्मीसँगै हामी चाहिँ एकदम उकाली चढ्दैछौँ। एकदम गर्मी छ हेर्नुहोस्। दर्शकबिन साथै यो भुजुङ एरियामा देखिने भनेको एउटा झरना एकदम बबल देखिन्छ। जुन त्यहाँ बाहिरदेखि माथि नै त्यो भुजुङको कैयौँ झरना भन्छ, जहाँ माथि भुजुङको गाउँबाट पनि देख्न सकिन्छ। यहाँबाट देखिने यो झरना चाहिँ कैयौँ झरना भन्छ। बाँकी यस्तै भिडियोहरू देखाइरहेको छु। भिडियोहरू हेरिरहनु होला है। कसले चाहिँ कमेन्ट प्रतिक्रिया दिँदै गर्नु होला। यो झरना एकदम भाइरल झरना हो। त्यहाँ मान्छेले गएर भिडियोहरू फोटोहरू खिचिरहेका छन्। एकदम राम्रो झरना छ है त। सिम्पावरस उता हेर्नुहोस् क्याम्प। अनि यहाँ चाहिँ बाँकी नै छ, यात्रा जारी नै छ हाम्रो। उहाँ चाहिँ डान्सर बोय खतरा नाचिदिनुहुन्छ कि फेरि। हाम्रो यो भुजुङमा मेन बत्तीको व्यवस्था चाहिँ हाम्रो भुजुङ आइटबाट 7.5 मेगावाटको रनअप रिभर प्रोजेक्ट रहेको छ। हाम्रो माथि देख्न सक्नुहुन्छ भने यो गाउँ के अरे हाम्रो क्याम्प हो। तल चाहिँ हाम्रो हाइड्रो पावर हो, रनअप रिभर प्रोजेक्ट हो 7.5 मेगावाटको। यसले हाम्रो लाइनलाई सुविधा दिइरहेको छ हाम्रो लमजुङलाई। बाँकी भिडियो हेरेर है त। त्यसलाई पज गरेर भिडियो भयो नि भएन पज गर्नु त्यसलाई। हामी चाहिँ यो भुजुङको लगभग हाम्रो लास्टमा भन्नाले बिचमा आइसकेका छौँ। अब हामी यहाँबाट माथि गएपछि हाम्रो यो गाउँ छ। त्यो हाम्रो के हुन्छ यहाँनिर चाहिँ पानीको व्यवस्था छ। किनभने चाहिँ त्यो मान्छेले यहाँको धेरै दुःखहरू गर्छ। जाने आउने र जाने बाटोमा बिचमा पानी भइदियो भने मान्छेलाई खाना सजिलो हुने हुनाले यहाँको पानी व्यवस्था गरेको छ। यो चाहिँ हाम्रो यो चुनावको पहिलो चुनावमा जुन चुनाव हारिसक्नु भयो, जहाँ मेन सुब्बा गुरुङ हुनुहुन्छ यहाँको लमजुङको पहिला जित्नु भएको थियो। अहिले यो परिस्थिति त्यस्तै गभर्मेन्ट त्यस्तै भएर यहाँले हार्नु भएको छ। यहाँले विकास ठाउँ त यहाँ लमजुङमा हेर्ने भने विकासहरू त धेरै नै छन्, भन्नै नसक्ने विकासहरू छन्। किनकि त्यहाँले गर्नुभएको छ राम्रो कामहरू पनि हाम्रो प्रशंसा गर्नुपर्छ। सधैँभरि एमाले माओवादी भनेर त्यो काम गर्दैन भनेर हामीले गर्नु हुँदैन। उहाँले पनि राम्रो काम गर्नुभएको थियो लमजुङ एरियामा। यहाँले अझ हाम्रो तलको पुल जाने अघि पनि भिडियो देखाएको थिएँ मैले। त्यहाँ पुलको पक्की पुलको व्यवस्थापन भनेर त्यहाँले भन्नुभएको थियो। तर बस हाम्रो चुनावको बसपछि हाम्रो हार्नुभयो र अब पाउनु भएन। हाम्रो के अरे झन्डीबाट रासोबाट जितिसक्नु भएको छ। साथै त्यहाँको योजनाहरू धेरै थियो, काम प्रोसेस गर्दै हुनुहुन्थ्यो। बिचमा अब हाम्रो जेनजी आन्दोलन पश्चात त्यहाँ चुनावपछि हार्नुभयो हुनाले अब त्यहाँको केही भएन। अब आउने रासोबाट जित्ने मान्छेहरूले लमजुङ एरिया चाहिँ एकदम गन्नेको एरिया हुनाले पहिलो कुरा भ्रमणको हिसाब हेर्ने भने लमजुङ पोखराबाट लमजुङ भनेको एकदम गन्नेको एरिया हो। त्यसैले गर्दाखेरि सकेसम्म भुजुङ एरिया चाहिँ घुमेर जानु होला। भुजुङमा एकदम राम्रो छ है। भुजुङमा हाम्रो प्रायः जस्तो यहाँ बाहिरबाट विदेशीहरू पनि घुम्न आउने गर्दछन् यो एरियामा चाहिँ। यो एरिया फिल्महरू पनि हाम्रो यो बाचा बन्धन फिल्म पनि यही भुजुङ एरिया नै भएको हो, जहाँ जुन हाम्रो त्यो माथिबाट खसेर जुन हाम्रो बित्नु भएको थियो हाम्रो बाचा बन्धनमा। त्यो बाचा बन्धन फिल्म भएको यही भुजुङमै हो, जहाँ मैले अहिले कैयौँ झरना भनेको छु। कैयौँ झरना नै मेरै हो। मैले त्यहाँनिर पनि पहिलो भिडियो बनाएको थिएँ। त्यहाँबाट हाम्रो खसेर जुन मृत्यु भएको थियो, त्यो मृत्यु हुने पनि यही झरनाबाटै हो। किनभने यहाँ एउटा फिल्म बनेको छ। अब दोस्रो फिल्म बन्ने प्रोसेसमा छ भन्ने सुन्नमा आएको छ। तर के हुन्छ थाहा छैन, हेरौँ अब बनाउलान् नबनाउलान् अब उहाँहरूको होला। तर एकचोटि भुजुङ एरिया पोखरा आउनुभएछ भने भुजुङ एरिया चाहिँ घुमेर जानु होला। भुजुङ गाउँ र हाम्रो घले गाउँ घुमेर जानु होला। साथै भुजुङ आइसक्नुभयो भने हाम्रो भुजुङ हाइड्रो पावर जहाँ 7.5 रनअप रिभर प्रोजेक्ट हो, यो प्रोजेक्टमा घुमेर जानु होला है एकचोटि। राम्रो छ एकदम, ब्याकग्राउन्ड हेर्नु राम्रो छ। पानीको व्यवस्था छ तपाईँलाई। भुजुङ गाउँमा बसोबासको व्यवस्था छ। तपाईँले यहाँबाट कहाँ बस्ने हो के गर्ने हो भन्ने टेन्सन छैन।
हाम्रो भुजुङमा छुट्टै क्याम्पहरू रहेको छ, छुट्टै गेस्टहरू आउनको लागि दिनको लागि बनाएको एउटा क्याम्प छ। त्यहाँमा पनि एकदम सुविधायुक्त अनि सस्तोमा पनि बस्न सक्नुहुन्छ। यहाँ चाहिँ अरू राम्रो छ। यहाँको खाना चाहिँ कस्तो छ भने लोकल खाना खुवाउने चलन छ यहाँ चाहिँ। अरू बाहिरबाट यस्ता बाहिर किनेर ल्याएको विषादी खानाहरू भन्दा पनि यहीँ उमै फलेको हरिया सागपात अनि कुखुराको मासु, रोटीहरू के खान मन छ लोकलै खाना खुवाउने गर्दछ। सस्तोमा राम्रो छ। चाहिँ एकचोटि घुमेर जानु होला भन्दै बाँकी भिडियो हेरेर रोक्नु होला। म भिडियोहरू हालिरहेको हुन्छु, कस्तो लाग्छ त्यस्तै कमेन्ट पत्रिका दिनु होला भन्दै बाँकी भिडियो आउँदै गर्छ। दर्शकबिन हामी चाहिँ भुजुङको लास्ट एरिया लगभग भुजुङ गाउँ छिर्नी एरियामा आयौँ, जहाँनिर वेलकम टु भुजुङ भिलेजमा आइसकेका छौँ। अब हामी अन्तरमा पुगिसकेका छौँ। भुजुङको एरिया लगभग हामी पुगिसकेका छौँ। अब हामी त्यहाँको भिडियो बनाउँदै गइरहन्छौँ। हाम्रो यहाँनिर चाहिँ लगभग यहाँबाट तलतिर गएपछि हाम्रो हाइट भयो, माथितिर गएपछि भुजुङ एरिया हो। यो एरिया माथि गएपछि भुजुङ एरिया हो। भुजुङको गेटनिर आइसकेका छौँ। बाँकी भिडियो हेर्दै राख्नु होला गाइज। हिँड्दा हिँड्दा उहाँहरूलाई चाहिँ एकदम फाइनल्ली हामी चाहिँ आइपुगेका छौँ है। बुझ्नु निकै पुरानो मन्दिर यो सुरुमाइनहरूले पूजासुजा गर्थे मन्दिरमा, भगवान् मन्दिर बनाएको छन्। नयाँ मन्दिर बनाएर यो छोडिसके। भुजुङको एरिया आइसक्यौँ है गाइस। हामी चाहिँ हामी माथिको भुजुङको एरिया है गाइस। अनि यो चाहिँ हाम्रो गर्मीमा यो घुम्न आउने साबन भनेर यो बनाउनु भएको छ। भुजुङ एरिया यही हो है गाइस। हामी आउँदैनौँ। हेर्नुहोस् भुजुङको पहिलो गरेको चाहिँ पहिलो घर चाहिँ यो भयो। हेर्नुहोस् रमणीय वातावरण सँगसँगै हामी प्रकृतिसँग रमाउँदै हामी उकाली वारेली गर्दै थकाइ मेट्दै हामी अगाडि बढिरहेका छौँ। अनि हेर्न सक्नुहुन्छ भुजुङको एरिया होइन। यहाँको उहाँको चाहिँ काममा व्यस्त हुनुहुन्छ है। बहुत गर्मी छ। हेर्नुहोस् त यो अन्डा त धेरै पाकिसक्यो आज है सुभाष सर। अन्डा त धेरै पाकिसक्यो आज।